मुना मदनको संक्षिप्त कथा। मदनको परदेश यात्रा। मदन एक गरिब युवक हुन्। उनी आफ्नी प्यारी श्रीमती मुना र वृद्ध आमालाई छोडेर धन कमाउन भोट तिब्बत जाने निर्णय गर्छन्। मुना उनलाई नजान धेरै बिन्ती गर्छिन्, तर मदन घरको गरिबी हटाउन बाध्य भएर निस्कन्छन्। मदनले भोटमा धन त कमाउँछन्, तर घर फर्किने बेला बाटोमा उनी बिरामी झाडापखाला भएर थला पर्छन्। उनका साथीहरूले उनी मर्छन् भन्ने सोचेर बाटोमै अलपत्र छोडेर काठमाडौँ फर्किन्छन्। त्यो जङ्गलमा एकजना भोटे तिब्बती मानिसले मदनलाई भेट्छन्। ती भोटेले मदनलाई आफ्नो घर लगेर जडीबुटी खुवाएर र सेवा गरेर ज्यान बचाउँछन्। यही सन्दर्भमा मदनले एउटा प्रसिद्ध वाक्य भन्छन्, छेत्रीको छोरो यो पाउच हुन्छ, घिनले छुँदैन, मानिस ठुलो दिलले हुन्छ, जातले हुँदैन। उता काठमाडौँमा मदनका साथीहरूले उनी मरेको झुटो खबर सुनाउँछन्। यो खबरले मदनकी आमा र मुना दुवै गहिरो शोकमा डुब्छन्। मदन निको भएर घर आइपुग्दा ढिलो भइसकेको हुन्छ। मुनाको वियोगमा मृत्यु भइसकेको हुन्छ र आमा पनि अन्तिम अवस्थामा पुग्नु भएको हुन्छ। अन्त्यमा मदन पनि शोकमा पागल जस्तै हुन्छन्। एउटा सानो नेपाली शायरी। मुना मदनको भावमा मायाको बन्धन चोखो हुन्छ, स्वार्थले भरिन्न, दिलभित्रको सम्झनालाई कहिल्यै मेट्न सकिन्न। भाग्यले साथ नदिए टाढा हुन्छन् आफ्नाहरू, नयनमा आँसु भए पनि हाँस्न कहिल्यै छोडिन्न।